प्रहरी साहब, यसलाई लगेर जेलमा कोच्नुहोस्। यसले नक्कली भुन्टी बनेर हाम्रो आधा सम्पत्ति खान खोजेकी रहेछ। ओए त को होस्? हिँड जेल। पुलिस साहब, म भुन्टीकी मितिनी हुँ र म भुन्टीलाई न्याय दिन आएकी हुँ। मेरो केही गल्ती छैन, मलाई छोडिदिनुहोस्। दर्शकबिन, के अब साँच्चै नै श्रेयाले सुकुमायालाई जेलमा हाल्ने नै हुन् त? के अब साँच्चै नै भुन्टीले न्याय नपाउने नै हुन् त? नमस्ते दर्शकबिन, अनि स्वागत छ तपाईलाई रिभ्यू टाइम्समा। गत हप्ता आएको भुन्टीको नयाँ भागमा भने सुकुमायाले आफ्नो परिवारसँग आफूले खेलेको खेलको बारेमा सम्पूर्ण कुरा गरेको, बाहिरबाट सबै कुरा यता श्रेयाले थाहा पाइसकेकी छिन्। अब श्रेयाले सुकुमायालाई कस्तो खालको व्यवहार गर्छिन् होला त? अनि के साँच्चै नै अब सुकुमायालाई जेलमा हाल्ने नै हुन् त? अनि भुन्टीलाई मुद्दा जित्नबाट लडाउने नै हुन् त? आउनुहोस् आज यसै बारे छोटो चर्चा गर्नेछौँ। हो साथीहरू, पछिल्लो भागमा बालकुमारी र श्रेया अनि भीम मिलेर सुकुमायालाई मुद्दा जित्नको लागि अदालतमा जान नदिनको लागि उनीहरूले सुकुमायाले खाने खानामा विष हालेर सुकुमायालाई बेहोस बनाउन थालेका थिए। त्यतिकैमा भीमले सुकुमायाले खाने खानामा विष हालेर राखिदिएका थिए। अनि त्यसपछि यता श्रेया भने सुकुमायालाई खाना खान बोलाउनका लागि भुन्टी भन्दै गएको बेलामा उता सुकुमायाले आफ्नो सम्पूर्ण खेलको बारेमा आफ्नो परिवारहरूलाई सुनाइरहेको अवस्थामा बाहिरबाट श्रेयाले सम्पूर्ण कुराहरू सुनेकी छिन् र यति बेला श्रेया निकै नै रिसमा चुर बनेकी छन् र अब श्रेयाले पक्कै पनि त भुन्टी होइनस्, अब त को होस् त भुन्टी नक्कली बनेर हाम्रो आधा सम्पत्ति खान खोजेकी होस् भन्दै अब पक्कै पनि सुकुमायालाई जेलमा हाल्नका लागि प्रहरीलाई बोलाउने नै छिन्। तर जे जसरी भए पनि सत्यको नै जित हुन्छ। यता टोकलेले भुन्टीलाई अदालतमा गएर मुद्दा जित्नको लागि के भन्नुपर्छ भन्ने कुरा सम्पूर्ण सिकाइसकेका छन् र त्यहाँ सुकुमाया अदालतमा उपस्थित हुन नसके पनि यता टोकलेले आफ्नी बहिनी भुन्टीलाई अदालतमा उपस्थित गराएर भुन्टीले सम्पूर्ण कुराहरू, आफूले भोगेको सम्पूर्ण कुराहरू अदालतमा पेश गरिसकेपछि र प्रमाणहरू देखाइसकेपछि अवश्य पनि भुन्टीले न्याय पाउने नै छिन्। हो दर्शकबिन, भुन्टीले जसरी भए पनि न्याय पाउनुपर्छ र भूपेन्द्रका सम्पूर्ण परिवारहरू जेलमा गएर सड्नुपर्छ भन्ने जतिले हाम्रो यस च्यानललाई लाइक गरेर सब्सक्राइब गर्न भने अवश्य पनि नभुल्नुहोला। हस्त साथीहरू, आजको लागि यति नै। भेटौँला फेरि पनि यस्तै अर्को नयाँ रिभ्यूको साथमा। त्यति बेलासम्मको लागि बिदा चाहन्छौँ। फेरि पनि हामीलाई पर्खँदै गर्नुहोला। हस्त, धन्यवाद।